हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज ह्याप्पी दसैँ। फर्स्ट अफ अल आज नवमी नवमी असोज 15 गते हामी स्पेसल ठाउँ जाँदैछौँ गाइज। तपाईँहरू पनि लिएर जाँदैछौँ, हेर्न सक्नुहुनेछ। हजुरहरूले भिडियो मस्त बवाल खालको भिडियो आउँदैछ है गाइज। काठमाडौँ मान्छे हेर्नु छैन, रोड सुनसान छ, व्यस्त रोडहरू एकदमै। ल है त गाइज हेर्दै गर्नु होला, भिडियो आउँछ बवाल खालको नेपाली। गाइज यु क्यान सी है, नवमी असोज 15 मा काठमाडौँमा एकदम सुनसान छ, रोड एकदम ठप्पै छ है, व्यस्त रोडहरू अहिले छैन गाइज। हामी जाँदैछौँ गाइज कहाँ भन्दाखेरि, ल गाइज तपाईँहरूले देख्न सक्नुहुनेछ यस्तो गेटअपमा कहाँ जाँदैछौँ हामी भनेर। माछापुरी गङ्गोब नयाँ बस पार्क। यतिखेर ठ्याक्कै साँझको 4 बजेको छ गाइज। हामी स्पेसल ठाउँमा जाँदैछु, तपाईँहरूलाई पनि भिडियो मार्फत भए पनि लाँदैछु गाइज स्पेसल बवाल ठाउँमा। एकैछिन कुर्नु छ है त, हामी कहाँ जाँदैछौँ भनेर हजुरहरूलाई देखाउनेछु। गेटअप त बवालै छ होइन गाइज, हेर्नुहोस् त यस्तो ठाउँमा जाँदैछौँ, तपाईँहरूलाई भिजिट गराउनेछु है त गाइज। ल है त गाइज हामी नयाँ बस पार्क गङ्गोब नयाँ बस पार्कमा आइसकेका छौँ गाइज। यु क्यान सी गाइज गाडीहरू एकदम कम छ, मान्छेहरू जति घर जानुहुन्छ सबै गइसकेका छन्। नाइट बसहरू थोरै छन् है गाइज, हेर्न सक्नुहुनेछ हजुरहरूले। मान्छेहरू अलिक कमै हुनुहुन्छ नयाँ बस पार्क एरियामा। ल घोडाघोडी भिआइपी सोफा ल है त गाइज, मान्छे एकदमै कम हुनुहुन्छ है नयाँ बस पार्क एरियामा। एकैछिन है गाइज हामी कहाँ जाँदैछौँ हजुरहरूलाई मजाले भन्ने नै छौँ गाइज। नयाँ बस पार्क आइसी पक्कै तपाईँहरूले हामी काहीँ न काहीँ स्पेसल ठाउँमा जाँदैछौँ भनेर हजुरले पक्कै गेस गर्नु भइसक्यो होला गाइज। एकैछिन वेट गर्नुहोस्, हजुरहरूलाई पक्कै भन्ने छ है हामी। अगाडि नमस्ते कपिल वस्तु एकदम टिकटकतिर भाइरल बस। मान्छे खासै छैन रहेछ है गाइज, सबै मान्छे घर जाने सबै हिँडिसकेका छन्, एकदमै कम रहेछन्। आज बसहरू अलिअलि रहेछ नाइट बसहरू, तर मान्छेहरू कमै रहेछन् गाइज। नयाँ बस पार्क गङ्गोब नयाँ बस पार्क है त गाइज। हामी चाहिँ हाम्रो गाडी खोज्दैछौँ कहाँनिर रहेछ, त्यसपछि हजुरहरूलाई हामी कहाँ लाँदैछौँ भनेर मजाले देखाउने छु गाइज। ल गाइज फाइनली हामी बुढाबुढी कहाँ घुम्न जाँदैछौँ भनेर मजाले हेर्न सक्नुहुन्छ। ठ्याक्कै गाडी पनि पत्ता लगाए गाइज, हेर्न सक्नुहुन्छ माथि। यो के हो गाइज, मुस्ताङ एसी रे। ल मुस्ताङ एसी भनेपछि हजुरहरूले पक्कै गेस गर्नु भइसक्यो होला गाइज। हामी बुढाबुढी मिलेर कहाँ घुम्न जाँदैछौँ भनेर हजुरहरूले हेर्न सक्नुहुन्छ। भिडियो बवाल आउनेवाला छ गाइज, यु क्यान सी गाइज। ल इन्जोय गर्नु होला गाइज, तपाईँहरूलाई पनि स्पेसल ठाउँमा घुमाउने छ हामी फर्स्ट टाइम जान लागेको। दसैँ यसपालि टिका नभएर हामी चाहिँ दसैँ भ्याकेसनमा सरारा घुम्न जान लागेको है त गाइज। ल है त गाइज हामी चाहिँ मुस्ताङ एसीमा जाँदैछौँ, तपाईँहरूले मजाले देख्न सक्नुहुनेछ। हामी जाँदैछौँ काठमाडौँ टु मुक्तिनाथ है, एसी बस नयाँ आएको भाइरल टिकटक भाइरल बस मुस्ताङ एसीमा जाँदैछौँ। नर्मल डिलक्स बस पनि छ, नर्मल जानुहुन्छ भने 2200 रुपियाँ भाडा, यसमा जानुहुन्छ 2650 रुपियाँ भाडा। बवाल छ है गाडी चाहिँ। पहिला बाहिर लुक्स हेरौँ बवाल कतिको रहेछ, त्यसपछि इन्टेरियर पनि हेर्नेछौँ है गाइस। मुस्ताङ एसी नामै काफी छ है, बवाल रहेछ गाडी चाहिँ गाइस। टिकटकतिर देखिरहेको थिएँ, भाइरल देखिरहेको थिएँ टिकटकमा। मुक्तिनाथ दर्शन है त गाइस, बवाल रहेछ गाडी चाहिँ, बवाल रहेछ है। साइड लुक्स यस्तो रहेछ है त गाइस। ब्याक लुक्स भिजिट मुस्ताङ, गाडी नम्बर ग2ख 2000 है त, मुक्तिनाथ काठमाडौँ। गाडी चाहिँ बवालै रहेछ है गाइस, बाहिरी लुक्स यस्तो। अब इन्टेरियर पनि हेरौँ है त गाइस, भित्र गएर हेरौँ कस्तो रहेछ गाडी। हामी चाहिँ यसमा जाँदैछौँ सरर लगाएर। ल मुस्ताङ एसीको भित्र हेरौँ है त गाइस। आहा सोफा सिट, क्याबिन यस्तो रहेछ गाइस, झोला सोला यहाँ पोकापोकी छ। मान्छे आउनु भएको छैन कोही पनि, गाडी चाहिँ बवालै रहेछ है गाइस। ल पुरै सोफा सिट, लचक लचक बवाल रहेछ है सिट चाहिँ। हामी चाहिँ यसमा जाँदैछौँ गाइस सरर लागेर काठमाडौँबाट
मुक्तिनाथ स्लिपर चाहिँ छैन रहेछ है गाइस मुस्ताङ एसीमा स्लिपर छैन रहेछ सिटहरु बवाल रहेछ एसी फ्यान टिभी वाइफाई पनि छ होला सायद टिभी छ त्यहाँ ल है त गाइस हामी चाहिँ यसमा चढेर जाँदै छौं काठमाडौँ टु मुक्तिनाथ फर्स्ट टाइम है फर्स्ट एक्सपिरियन्स कस्तो हुन्छ हेर्दै गर्नु होला तपाईहरु पनि लिएर जाँदै छु गाइस बवाल ठाउँहरु देखाउने छु हामी अब भएसम्म मिलेसम्म हामी जाने छौं अप्पर मुस्ताङ पनि कोरोला नाका भएन भने हामी मुक्तिनाथ धुम्बा लेक मार्फा त्यसैगरी जोमसोम हजुर घुमेर फर्किने छौं तपाईहरुलाई पनि भिजिट गराउने छु गाइस है त हेर्दै गर्नु होला गाइस बवाल भिडियो आउने वाला छ तपाईहरुलाई पनि घुमाउने छु गाइस ल अब अहिले 4 4:30 हुन लाग्छ गाडी 6 बजे 5-6 बजे छुट्ने कुरा छ हामी चाहिँ अलि चाँडै आइपुगेछ ठिकै छ केही छैन दशैं छुट्टीको बेला यसो फ्रेश हुन जान लाग्यो गाइस गाडी त बवाल रहेछ हेरौं अब एकैछिन पछि मान्छेहरु सबै आएपछि गाडी हिन्छ होला है त गाइस स्टे ट्युन गाइस ल ह्यापी दशैं सबैजनालाई है त गाइस ल है त गाइस हाम्रो यात्रा सुरु भइसकेको छ काठमाडौँ बस पार्कदेखि 5:15 बजे 5:15 बजे मुस्ताङ एसीले मुक्तिनाथ कतिखेर पुर्याउँदो रहेछ हेरौँ भोलि बिहान ट्याक्क अहिले 5:15 भएको छ टाइम माछापुरी बस पार्कमा बसिसकेका छौँ हामी भोलि बिहान कतिखेर पुर्याउँदो रहेछ मुक्तिनाथमा मुस्ताङ एसीले हेरौँ है त गाइस यात्रा बवाल हुनेवाला छ ओके ल मुक्तिनाथ है गाइस हामी मुक्तिनाथको यात्रा निरन्तर अगाडि बढिरहेका छौँ मुस्ताङ एसीको सहायताले मुक्तिनाथको कृपाले हामी निरन्तर यात्रा अगाडि बढिरहेको छ गाइस काठमाडौँबाट आउँदाखेरि 1-2 बजेको हुन्छ जहिले बजेको भनेपछि आनन्दले आउनुको लागि यार आइतबार फर्कने हो कि अब आउने चिलबार पाराले हिट खाएर 3 बजे गाडी पोखरा आज भाग्दिन 7 दिनमा 5 दिन सिधा लागि के गर्छ नि खर्च गर्न है गर्न जाने मान्छे कोही सिद्धि गरेर पनि के हैन 5 दिन सिधा चाहिँ अब यो लङ खर्च त पछि नाच्नु मुस्ताङ जाने बाटोको ताजा अपडेट है गाइस आज असोज 16 गते टिकाको दिन दुईतिर ठुल्ठुलो चट्टानहरुको बीचमा खोला अनि खोलाको तिर मुस्ताङ जाने बाटो हामी फर्स्ट टाइम एक्सपिरियन्स गर्दै छौं एकदम बवाल रमाइलो भइराछ ल है त गाइस स्टेट देखेर होला नि मुस्ताङ जाने बाटो खतरा रहेछ बाटो गाइस बवाल एडभेन्चर मन पराउनुहुन्छ नि एकदम बवाल रहेछ है त एडभेन्चर लभरहरुको लागि चाहिँ बवाल हुनेवाला रहेछ मुस्ताङ जाने बाटो बवाल खतरा रहेछ है गाइस यु क्यान सी गाइस बर्खामा चाहिँ अलिकति गाह्रै हुने रहेछ पानी पर्ने मौसममा ठुल्ठुलो चट्टानहरुको बिचमा चाहिँ खोला अब गिरेको छ खोलाको तिर मुस्ताङ जाने बाटो
बाटो खतरा रहेछ है त गाइस वर्गमा गाह्रो रहेछ बाटो त यता माथि आइसित बवाल रहेछ त गाइस सरररररररर कुद्ने आयो बाटो छोड मुस्ताङको घोडा आयो मुस्ताङ गाइस ल बवाल रहेछ है त मास्तिर भ्यूहरू एकदम इन्जोय गर्नु लगाइस तपाईँहरूलाई मास्ति मुस्तिनाथसम्म पुऱ्याउने छु बाटो त माथि आएपछि फिलिली पहिलाको पुरानो बाटै ठिक थियो काभ्रेको भेटिरहेको डर त थिएन पानी ठुलो पर्यो नि त्यो त माटो बोक्दै हाम्रो माथि घटेको जस्तो माटो रातिरको भिड यहाँको बाटो त वान निस्किन्छ जस्तो लाग्यो यहाँ फर्केर नगए बस्दै 6 महिना अगाडि गाडी लिएर गएको 3 दिन जाँदै मात्रै भिरको बाटो 3 दिन आउँदै मात्रै भिरको बाटो दिक्का लाउडी भने तल हेर काली लाउडी ल है त गाइस यहाँ रहेछ है तातोपानी कुण्ड चाहिँ नेसनल तातोपानी कुण्ड ठिकै छ हामी यहाँ नुहाउनु पाएन फर्किने बेला विचार गरौँ है त भ्यायो भने हामी नुहाइ जान्छौँ सरर हामी मुस्ताङ एसीमा सरर गाडी बढ्दैछौँ है त साथीहरू बाटो अलिअलि ठाउँ ठाउँमा हल्का गाह्रो रहेछ नत्र भने एकदम बवाल रहेछ माथि माथि आइपुगेपछि ल यहाँ रहेछ नि त भाइरल होटल नेचरल स्प्रिङ त गाइस यहाँ रहेछ नि त गाइस मुस्ताङ जाने बाटोमा ल होटल नेचरल स्प्रिङ आई थिङ्क 3 स्टार होटल होला सम्भवतः यो एकदमै पर्यटकहरूको लागि एकदमै सेवा सुविधा एकदमै उच्च स्तरीय सेवा सुविधा भएको होटल यो बाटोको लागि एकदमै बेस्ट होटल बवाल रहेछ है त गाडी त देखेको थियो अनि त्यो स्याहार्ने त बाँच्यो भनेको थियो 14 इन्जोय गऱ्यो नि कति त बनाउँछ कहाँ पहिला 0 आयो एक बेर खायो बेहाल बियर हाल्नुपर्छ
दाना 3 किलोमिटर हामी चाहिँ स्टिल म्याग्दी जिल्लामै छौँ गाइस। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका होला सम्भवतः, अन्नपूर्ण गाउँपालिका होला सम्भवतः म्याग्दी जिल्लामै छौँ। मुस्ताङ जिल्ला प्रवेश गरिसकेका छैनौँ। दाना बजार कटेर अलिकति अगाडि बढ्दैछौँ हामी। मुस्ताङतिर अगाडि बढिरहेकै छौँ। कन्टिन्यू यात्रा जारी नै छ। बाटो ठाउँ ठाउँमा अलिअलि बिग्रिएछ, नत्र यात्रा त्यस्तो गाह्रो छैन, सहजै छ है त। गाइस मुस्ताङ जाँदैछु गाइस। मौसमले चाहिँ साथ दिइरहेको छैन। असार साउनमा जस्तो धुम्म बादल कुहिरो लाएर दायाँ बायाँ राम्रोसँग देख्न पाएको छैन। तैपनि दायाँ बायाँ हरियाली एकदम रमाइलो छ। मुक्तिनाथको यात्रामै नै छौँ हामी कन्टिन्यू। एकदम बवाल मजा आइरहेछ है त गाइस। हेर्न सक्नुहुन्छ अगाडि मुक्तिनाथ जाने बाटोको अवस्था। असोज महिनामा पनि पुरै असार साउन जस्तो पानी परेर मुक्तिनाथ जाने बाटोमा चाहिँ ठाउँ ठाउँमा अलिअलि थोरै ढिस्को पहिरोहरू झरेर पन्छौँदै आयो हामी। निरन्तर अगाडि बढिरहेकै छौँ त है त। बाटो चाहिँ एकदम बवाल रमाइलो रहेछ, एडभेन्चर रहेछ है त गाइस। साथीहरू हेर्न सक्नुहुनेछ हजुरहरूले। आज चाहिँ असोज महिनाको 16 गते टिकाको दिन, विजया दशमी टिकाको दिन चाहिँ हामी मुक्तिनाथ दर्शन यात्रामै छौँ। काभ्रे भिर, ल काभ्रे भिर पनि रहेछ त, काभ्रे गाउँ पनि रहेछ है त। यो चाहिँ मुस्ताङ जाने बाटोमा है, म्याग्दी जिल्लामा पर्छ। यो चाहिँ फेरि काठमाडौँ नजिकको काभ्रे भन्नु ठान्नु होला, त्यो चाहिँ होइन है त गाइस। Way to Mustang guys, you can see guys, भ्यूहरु एकदम बवाल रमाइलो छ, एडभेन्चर छ। तर बादल लाएर चाहिँ हल्का डिस्टर्ब गरिरहेछ। ओहो मुस्ताङ जाने बाटो त गाइस कहाँ हो, कहाँ हेर्नुस् त बाटो अवस्था। ठाउँ ठाउँमा अलिअलि गाह्रो रहेछ, नत्र मास्तिर रमाइलो एकदम सहजै रहेछ, त्यस्तो गाह्रो छैन रहेछ। हुस्सु लाएर बाटो नदेख्ने अवस्थामा छ है त गाइस। अहिले हामी निरन्तर अगाडि बढिरहेका छौँ। मौसमले अलिकति धोका दिइरहेछ हामीलाई, त्यही पनि केही छैन, रमाइलो भइरहेछ एकदम। स्टिल हामी म्याग्दी जिल्लामै छौँ है त गाइस। मुस्ताङ जिल्ला प्रवेश गरिसकेको छैन।
हिमाल पारीको जिल्ला मनाङ र मुस्ताङ मध्येको हामी मुस्ताङ जिल्लामा जाँदैछौँ मुक्तिनाथ दर्शनको लागि। किन दसमा घर आउने हैन र छुट्टी पाएन त्यो त पैसा मात्र हुन्छ र अनि छुट्टी पाउनु परेन अनि जस्तो लाग्छ हेलो हेलो घाँसा बजार आइपुग्यो है त घाँसा बजार हामी चाहिँ मुस्ताङ जिल्ला प्रवेश गरिसकेका छौँ गाइस। यहाँबाट लेते चाहिँ 6 किलोमिटर रहेछ है त ल। घाँसाबाट मासतिर हामी छिरिसकेका छौँ, मुस्ताङ जिल्ला प्रवेश गरिसकेका छौँ। यो मासतिर चाहिँ बाटोको अवस्था एकदमै राम्रो, सहज, कालोपत्रे सडक एकदमै राम्रो छ है। असार साउनको जस्तो मौसम भएर अलिक सुलाएर चाहिँ गाइस हेर्न सक्नुहुन्छ, भ्यू राम्रोसँग देखिरहेको छैन, अलिकति गाह्रो छ है त। ल गाइस हामी चाहिँ लेते क्रस गरिसकेको छ है त। सुलाएर बादल लगाएर मौसम राम्रोसँग खुलेको छैन, त्यही पनि रमाइलो छ है त। बाटो एकदम क्लियर चिल्लो बाटो, रमाइलो छ ल। स्ट्यान्ड आएर टिकटक चलिरहेको बिहानीको सित जस्तो कृष्णजीको मित
झुटा हो कि मलाम माया झुला हो कि मलाम माया झुटा हो कि मलाम माया गरे दस सलाम माया सँगै जीवन चलाम माया नभेटेको भेटेपछि नयाँ मोह नभेटेको भेटेपछि नयाँ मोह नभेटेको भेटेपछि नयाँ मोह फुला राम्रो बस्नाले हो तिमी राम्रो हाँस्नाले हो फुला राम्रो बस्नाले हो तिमी राम्रो हाँस्नाले हो घर परेको बस्नाले हो माया प्रेम बस्नाले हो नभेटेको हो भेटेपछि माया मोह नभेटेको हो भेटेपछि माया मोह नभेटेको हो भेटेपछि माया अहिले स्यान्डाइले चल्छ काठमाडौँबाट आउने एउटा चाहिँ थियो गरे भाइ अन्त ऊ चाहिँ कति 3-4 दिन कति दिन भएर चाहिँ त्यो बसमा हिँडेको अनि पैसा नदिए रहेछ के अनि उसको विचार फेरि के रहेछ भने चाहिँ पोखरा झर्छु उसको हिसाबले चाहिँ 5,000 पाउने रहेछ कि ऊ हिँड्न यता दिन्छ हिमाल पार भएर हामी हाँ हिमाल किस भएर यता हिमाल चाहिँ यता हिमाल हामीतिर भएको त यतिवटा हिमाल हो यतातिर त हेर्नु त तपाईँ त 15-16वटा छ यो बिचमा हिमाल हामी सक्छ होइन हजुर चाहिँ खाना मात्रै है हामीहरू पुरै चिया त यार अन्त भोगल लाउन यार अल्लाह आले खाने भोगल लाउनु त्यो त केही नै प्याज मिठा जस्तो भयो हिजो बाटोमा हिँड्दा त खानु पनि हुन्न के भाइ ए बहिनी कुन बेला कस्तो बाटोमा ठोकेर नढले भयो के बाटोमा ठोकेर नढले भयो अरूलाई नमिठो नबोले भयो त्यो त हो अरूलाई डिस्टर्ब नगरे भयो मेरो सिद्धान्त त्यो हो मलाई पनि के लाग्छ बाटोमा कहिले कस्तो हुन्छ त्यो होइन त्यहाँ घरको बारीमा छ भोलि बिहान चिक्न आएको हुन्छ राम्रो राम्रो त्यो सिक्किङ लाग्छ कि अस्ति चिक्यो भन्दा त्यहाँबाट छोरीले जति मलाई लाग्दैन छोरीले लास्ट टाइममा छोरीले आमालाई लाग्दा गरे ए माथि कुन फिल्म रहेछ खबर दिए हा 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 के भन्छ रे गाउँले अन्त छिट्याइमा ए गाउँ त मैले दिएकै थिइनँ नि त नचाहिने कुरा लिएन यही खालको मान्छे ओके अहिले भनेको अहिले गाई झुकेर आउने होइन त म जाँदाखेरि घट्टे खोला बजार बुस्तान बाटो चाहिँ A1 रहेछ है गाइज माथि त फिलिली रहेछ नि पुरै आँखा चिम्लेर आम्दानी हुने रहेछ नि यहाँ त लाउनु पर्यो है गाइज मुस्ताङ एसीमा आउनु पर्यो लग्जरी गाडीमा एसीवाला गुरुजी भाइरल गुरुजी ल सम्झिनु होला है तपाईँहरूलाई पनि मुस्ताङ आउनु पर्यो भने एकदमै कम्फर्टेबल सिट एसी कन्टिन्यू एकदमै फुल्ली इन्टरटेनमेन्टका साथ आउन सक्नुहुनेछ मुस्ताङ एसीमा सरर लाएर हामी पनि जाँदैछौँ है गाइज कति चाहिँ भने नि जहाँबाट घुम्न नेपालको झन्डा चाहिँ ल है गाइज तपाईँहरू पनि मुस्ताङ आउँदै हुनुहुन्छ भने एकदमै सतर्कता भएर आइदिनु होला मुस्ताङमा चाहिँ बारम्बार पहिरो झरिरहने ठाउँमा चाहिँ एकदमै धेरै पहिरो झरिरहेको अवस्था छ हामी चाहिँ बाटो पन्छाउँदै अगाडि बढ्ने क्रममा छौँ आज चाहिँ असोज 16 गते टिका दिन है आज 16 गते हामी 15 गते हिजो काठमाडौँ बेलुका 5 बजे हिँडेको हाम्रो गाडी त पछाडि छ गाडी आउँदैछ है त डेन्जर पहिरो झरिरहने ठाउँ रहेछ है यो चाहिँ मुस्ताङ जाने बाटोमा गाइस तपाईँ आउँदै हुनुहुन्छ भने अलिक सतर्क भएर आइदिनु होला
पानी पराए पहिरो झरे मुस्ताङ एसी हाम्रो यात्राको सहयात्री मुस्ताङ एसी आउँदैछन् है त गाइस मुस्ताङ एसी आउँदैछन् है हाम्रो यात्राको सहयात्री आउँदैछन् मुस्ताङ एसी हामी बाटो पन्छाउँदै अगाडि बढिरहेको छौँ गाइस हेर्न सक्नुहुन्छ माथिबाट लेदो झरिरहने यहाँ डेन्जर रहेछ योभन्दा अगाडि चाहिँ बाटो अहिले आजको लागि ठिक छ भन्ने कुरो आएको छ माथिबाट आउँदैछन् है मुस्ताङ एसी सरर लाएर गाइस आयो 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 मुस्ताङ एसी आयो मुस्ताङको भाइरल बस ल आयो आयो अगाडि बढ्यो म चाहिँ यता छु है त गाइस ल मुस्ताङ हिँडेको बाटो बिचल्ली छ बिजोग छ पहिरो पन्छाउँदै अगाडि बढिरहेको छ गाइस के गर्नु यस्तै छ बर्खाको बेला हाम्रो यात्राको सहयात्री मुस्ताङ एसी आउँदै हुनुहुन्छ है ल हामीले पहिरो पन्छाउँदै अगाडि बढिरहेका छौँ ल गाइस हेर्न सक्नुहुन्छ मुस्ताङ एसी पछाडि अरू गाडी पनि हुनुहुन्छ ठुलो गाडीले अलिक गाह्रो हुनेछ एउटा पनि फराकिलो चाहिने त्यो भएर आउँदैछन् है मुस्ताङ एसी आउँदैछन् गाइस हेर्न सक्नुहुनेछ तपाईँहरूले यहाँ चाहिँ बारम्बार पहिरो झरिरहने ठाउँ रहेछ अब यहाँबाट आइहाल्छ गाडी